हेलो साथीहरु, हजुरहरुलाई चाहिँ मेरो यस नेप्से अपडेट युट्युब च्यानलमा चाहिँ स्वागत छ। आज चाहिँ मैले यस आउँदै गरेको स्वरोजगार लघु वित्तीय संस्थाको बारेमा केही भन्न गइरहेको छु। स्वरोजगार लघु वित्तीय संस्थाले फागुन 18 गतेदेखि फागुन 21 गतेसम्मको लागि सर्वसाधारणको लागि एफपीओ जारी गर्ने भएको छ र मैले यो कम्पनीको डेट भन्नुभन्दा पहिला यो कम्पनीको बारेमा भन्न गइरहेको छु। यो भिडियो चाहिँ पुरा हेर्नु होला। एफपीओ हजुरहरुलाई पर्ने नपर्ने चान्स पनि भन्नेछु, त्यही भएर यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। त्यसैले यो भिडियो सुरु गर्नभन्दा अगाडि यस च्यानलमा सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन पनि दबाउन नबिर्सिनु होला। र सुरु गरौँ आजको भिडियो। यस स्वरोजगार लघु वित्तीय संस्थाले सर्वसाधारणको लागि 1,95,773 किता जेनरल पब्लिकको लागि एफपीओ निष्कासन गर्ने भएको छ र प्रति किता हजुरहरुले चाहिँ एक किताको 100 रुपैयाँको दरले 10 किताको आवेदन दिन सक्नुहुनेछ र यो कम्पनी चाहिँ नेप्सेमा लिस्टेड भएको कम्पनी हो र यसले पैसा उठाउनको लागि यस एफपीओ जारी गर्न लागेको हो। यो त भयो कम्पनीको बारेमा र यो यस स्वरोजगार लघु वित्तको एफपीओ हजुरलाई पर्ने नपर्ने भन्ने हजुरहरुलाई अझै अन्यलमा हुनुहुन्छ होला र आशा छ हजुरलाई यो एफपीओ पक्कै पनि पर्नेछ। ल जाँदै कम्पनीको फाइनान्शियल परफर्मेन्सको बारेमा नि सुन्नु होला। 2081-82 को क्वार्टर 2 को अनुसार यो कम्पनीको ईपीएस आरएस 27.02 रहेको छ भने यसको रिटर्न अन क्वान्टिटी चाहिँ 18.18% रहेको छ र रिटर्न अन एसेट चाहिँ 2% रहेको छ, जुन अलि कम नै हो ओभरअल कम्पनीको। त्यसैले यो कम्पनी हजुरहरुले ढुक्कले भर्न सक्नुहुन्छ। यो कम्पनीबाट लगभग हजुरहरुले 100 रुपैयाँ लगानी गरेर चाहिँ 10,000 भन्दा बढी प्रफिट खान सक्नुहुनेछ। त्यसैले यो कम्पनी 1000 भन्दा एबभै हुनेको छ। आजको डेटमा यस स्वरोजगार लघु वित्तीय संस्थाको प्राइस हेर्ने हो भने 1027 रहेको छ। हजुरले यस स्वरोजगार लघु वित्तीयको आईपीओ 10 किता पर्यो भने चाहिँ हजुरले 1000 रुपैयाँ लगानी गरेर 10,000 रुपैयाँ राम्रै प्रफिट गर्न सक्नुहुनेछ। यस स्वरोजगार लघु वित्तीय संस्थाको 50 विक हाइलो हेर्ने हो भने चाहिँ यो कम्पनी 1250 रुपैयाँसम्म पुगेको छ र हजुरहरुले 100 रुपैयाँ लगानी गरेर 12,500 सम्म पनि आम्दानी गर्न सक्नुहुनेछ र त्यसैमा यसको लोएस्ट प्राइस हेर्ने हो भने चाहिँ यो कम्पनी चाहिँ 552 सम्म पुगेको छ र त्यसैले घटेर आयो भने पनि हजुरहरुले ढुक्कले 1000 रुपैयाँ लगानी गरेर 5500 जति पनि प्रफिट बुक गर्न सक्नुहुनेछ। त्यसैले यस कम्पनीमा ढुक्क निर्धक्क भएर एफपीओ भर्न चाहिँ म आग्रह गर्दछु। यस स्वरोजगार लघु वित्तीयले चाहिँ सर्वसाधारणको लागि 1,95,773 को दरले सर्वसाधारणको लागि जारी गरेको छ र यसको अनुसार हेर्नुपर्दा हजुरहरुलाई चाहिँ यो कम्पनी चाहिँ भोरे मध्येमा 19,577 जनालाई मात्रै पर्ने हो। यदि तपाईको भाग्य छ भने हजुर पक्कै पनि यस शेयरको हकदार हुनुहुनेछ। यदि नपरेमा चाहिँ हजुरहरुको चाहिँ यो 1-2 दिन भित्र चाहिँ यस पैसा चाहिँ हजुरहरुको खातामै रिटर्न हुनेछ। त्यसैले ढुक्क हुनु होला। र आजको यस भिडियोमा यस कम्पनीको बारेमा यति नै थियो र आईपीओ को पाइपलाइनमा धेरै आईपीओहरु रहेका छन्। त्यसैले पैसाहरु चाहिँ संगालेर राख्नु होला। यो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ यस च्यानललाई यस्तै शेयर ज्ञानको बारेमा शेयर अपडेटको बारेमा ज्ञान पाउनु छ भने चाहिँ यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला।